आज हामी मध्य प्रदेशको सर्लाही जिल्लाको एउटा गाउँपालिका चन्द्रनगरको अवस्थाबारे अलिक गहिरेर कुरा गर्दैछौँ। हाम्रो हातमा एउटा समाचार रिपोर्ट छ र साँचो भन्नुपर्दा यसले त्यहाँको शासन र विकासमा देखिएको एउटा निकै गम्भीर सङ्कटलाई उजागर गरेको छ। हो, यो रिपोर्ट हेर्दा सामान्य जस्तो लागे पनि यसले धेरै कुरा भन्छ। हो नि, यो रिपोर्ट पढ्दा के लाग्यो भने नि यहाँ कुनै एउटा मात्र समस्या छैन क्या, बरु कस्तो भने एक अर्कासँग नराम्रोसँग जेल्डिएका समस्याहरूको एउटा जालो नै छ। आजको हाम्रो छलफलको उद्देश्य नै यही जालोलाई धागो धागो गरेर केलाउनु हो, ताकि हामी यो बुझ्न सकौं कि कसरी एउटा सानो प्रशासनिक गाँठोले सिङ्गो समुदायको विकास, सुरक्षा र भविष्यलाई नै बन्धक बनाइरहेको छ। सुरु गरौँ है त। यो जालोको सबैभन्दा मोटो धागो जसले अरू सबैलाई तानेर राखेको देखिन्छ, त्यहीँबाट बजेट विवाद। यो कुरा किन यति महत्त्वपूर्ण छ भने यसले स्थानीय सरकार त बनायौं, अब सबै ठिक हुन्छ भन्ने हाम्रो सोचाइ कति खोक्रो रहेछ भनेर देखाइदिन्छ। खास चुनौतीहरू त बल्ल सुरु हुँदा रहेछन्। चन्द्रनगरको यो कथाले स्थानीय तहमा शासन सञ्चालनका वास्तविक चुनौतीहरू र त्यसको सिधा असर त्यो पनि नागरिकको जीवनमा कसरी पर्छ भन्ने कुराको ऐना नै देखाइदिन्छ। यो केवल चन्द्रनगरको मात्र कथा होइन। र रिपोर्टको सबैभन्दा चिन्ताजनक पक्ष भनेको लामो समयदेखि आर्थिक वर्षको आधा समय बितिसक्दा पनि बजेट पारित नहुनु हो। यसको असर के हो भनेर सोच्दा त अलि काली लाग्छ। सामान्य भाषामा भन्दा विकासको गाडीमा त ब्रेक लागेको छ, होइन र? पुरै ब्रेक लागेको छ। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवाहरू सबै ठप्प। ठ्याक्कै। तर यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने यो गाडीमा तेल सकिएर ब्रेक लागेको होइन। रिपोर्टले स्पष्ट रूपमा भन्छ यो स्रोतको अभावले भएको होइन, राजनीतिक खिचातानी मुख्य कारण हो। यसले एउटा डरलाग्दो चित्र देखाउँछ। जब राजनीतिक सहमति र इच्छा शक्तिको अभाव हुन्छ तब ढुकुटीमा पैसा भएर पनि त्यो नागरिकसम्म पुग्न सक्दैन। पैसा भएर पनि हो। यो सामान्य असफलता होइन, यो देखिने सरकार नदेखिने शासन हो। कागजमा गाउँपालिका छ, अध्यक्ष छन्, सदस्यहरू छन्, तर नागरिकको जीवनमा त्यसको सकारात्मक उपस्थिति शून्य बराबर छ। र यो नदेखिने शासनको असर तुरुन्तै देखिन थालिसकेको छ। रिपोर्ट अनुसार त्यहाँका शिक्षकहरूले महिनौदेखि तलब नै पाएका छैनन् रे। हो, यो एकदमै दुःखद पक्ष हो। यो सुन्दा मलाई कस्तो लाग्छ भने हामी भविष्य निर्माण गर्ने मान्छेहरूलाई नै सबैभन्दा बढी निराश बनाइरहेका छौँ। आफ्नो घर चलाउन सङ्घर्ष गरिरहेको शिक्षकले कक्षा कोठामा कस्तो मनोबलले पढाउला? त्यो त छँदैछ। उनीहरू आन्दोलनमा उत्रिनु परेको छ, जसले गर्दा विद्यालय बन्द छन्। यसको असर त एउटा सिङ्गो पुस्ताले भोग्नुपर्छ। तपाईले एकदमै संवेदनशील कुरा उठाउनुभयो। यो शिक्षकको तलबको मात्र कुरा रहेन, यसले त सार्वजनिक शिक्षा प्रणालीको त्यो जग नै हल्लाइदिन्छ। जब शिक्षकहरू नै आफ्नो आधारभूत आवश्यकताका लागि सडकमा उत्रिनुपर्छ तब उनीहरूबाट गुणस्तरीय शिक्षाको अपेक्षा कसरी गर्न सकिन्छ र? सकिँदैन। यसले समाजमा एउटा गलत नजिर पनि स्थापित गर्छ। तर कथा यतिमै सकिँदैन। यही तलबको मुद्दाले अर्को गम्भीर आरोपलाई पनि बल दिन्छ, जुन हो आर्थिक अनियमितता। हो, यहाँनिर कुरा झनै गिजोलिन्छ। एकातिर शिक्षकलाई तलब खुवाउने पैसा छैन भनिन्छ, अर्कोतिर रिपोर्टले भन्छ स्थानीयले सार्वजनिक खर्चमा पारदर्शिता नभएको र केही योजनामा लागतभन्दा बढी खर्च देखाइएको भन्दै प्रश्न उठाएका छन्। यो कसरी सम्भव छ? ठ्याक्कै प्रश्न यही हो। एकातिर रित्तो हात, अर्कोतिर अपारदर्शी खर्च। यो अयोग्यता हो कि खै नियतवश गरिएको भ्रष्टाचारको सङ्केत हो? रिपोर्टले यसबारे केही सङ्केत गर्छ? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। रिपोर्टले सिधै भ्रष्टाचार भनेर औँला ठेडाउँदैन, तर त्यसको लागि मलिलो जमिन तयार भएको स्पष्ट सङ्केत गर्छ। जब पारदर्शिताको पूर्ण अभाव हुन्छ तब यस्तै प्रश्नहरू उठ्छन्। यसलाई यसरी हेरौँ न, बजेट पारित नहुँदा ठूला र नयाँ योजनाहरू रोकिन्छन्, तर केही अत्यावश्यक र पुराना दायित्वका भुक्तानीहरू त भइरहेका होलान्। हो, त्यहीँनिर पारदर्शिताको अभावले शङ्का जन्माउँछ। नागरिकले के देख्छन् भने हाम्रो लागि अत्यावश्यक काम जस्तै शिक्षकको तलब, स्वास्थ्य चौकीको औषधि रोकिएको छ, तर केही सीमित भुक्तानीहरू चाहिँ भइरहेका छन् र ती कसरी भइरहेका छन् भन्ने कसैलाई थाहा छैन। यही नै शासन सङ्कटको चुरो कुरो हो।
जब प्रणाली अपारदर्शी हुन्छ तब अयोग्यता र भ्रष्टाचार बीचको रेखा धमिलो हुँदै जान्छ। र त्यो विश्वासको सङ्कट केवल गाउँपालिकाको कार्यालयको ढोकामा मात्र सीमित रहँदैन होला, होइन र? रहँदैन। रिपोर्टले त यो सङ्कट किसानहरूको खेतको आलीसम्मै पुगेको देखाउँछ। हो, अनि यो सबैभन्दा दुःखद पक्ष हो शासनको असफलताको सबैभन्दा ठूलो मूल्य सधैँ त्यो वर्गले चुकाउँछ जो सबैभन्दा बढी जोखिममा हुन्छ। रिपोर्टले किसानहरूको दयनीय अवस्थालाई उजागर गरेको छ। एकातिर लामो समयदेखिको खडेरीले आकाशको पानी छैन, अर्कोतिर स्थानीय सरकारसँग बजेट नभएर सिँचाइका योजनाहरू अल्पत्र छन्। हो, अनि उनीहरूको विकल्प के त? रिपोर्ट भन्छ उनीहरू महँगो डिजेल किनेर पम्प चलाउन बाध्य छन्। बाध्य छन्। यसको मतलब उनीहरूको उत्पादन लागत आकाशियो, तर बजारमा उब्जनीको भाउ त उही हो। यसले त उनीहरूलाई नाफा होइन, उल्टे ऋणको भारी बोकाउँदैन र? ठ्याक्कै, यो एउटा दुष्चक्र हो। यसलाई अलि फराकिलो दृष्टिकोणबाट हेरौँ। जब कृषि लागत बढ्छ र आम्दानी घट्छ तब कृषिमा निर्भर समुदाय गरिबीतर्फ धकेलिन्छ। यसले युवाहरूलाई कृषिबाट पलायन हुन बाध्य बनाउँछ। स्थानीय सरकारले सिँचाइमा सानो लगानी मात्रै गरिदिने हो भने पनि त्यसले ठूलो राहत दिन सक्थ्यो होला। तर राजनीतिक खिचातानीको बन्धक बनेको बजेटले त्यो सम्भावनालाई पनि रोकिदिएको छ। यहाँ शासनको असफलताले नागरिकको जीविकोपार्जनको अधिकार नै खोसिरहेको छ। जीविकोपार्जन मात्र होइन, भोलिको पुस्ताको भविष्य पनि खोसिँदैछ जस्तो देखिन्छ। त्यो झनै डरलाग्दो कुरा हो। कृषि सङ्कटसँगै रिपोर्टले वातावरण संरक्षणमा देखिएको चरम लापरवाहीलाई पनि उजागर गरेको छ। गाउँपालिकाभित्रका ताल, पोखरी र जलाशयहरू मानव हस्तक्षेप र अव्यवस्थित प्रयोगका कारण सुक्दै गएका छन् भनिएको छ। हो, यो केवल पानीको स्रोत सुक्नु मात्र होइन, यो हाम्रो सभ्यताको स्रोत सुक्नु हो। सभ्यताको स्रोत नै हो नि। तालतलैयाहरू, स्थानीय पारिस्थितिक प्रणाली, त्यो इकोसिस्टमका मुटु हुन्। यी सुक्नुको अर्थ वातावरणीय सन्तुलन बिग्रनु, चराचुरुङ्गी र जलचर प्रभावित हुनु, जमिन मुनिको पानीको सतह घट्दै जानु र अन्ततः स्थानीय कृषि प्रणाली नै ध्वस्त हुनु हो। आज हामीले जसलाई पोखरी पुर्यो भनेर सामान्य रूपमा लिइरहेका छौँ, त्यसले भोलि सिँचाइका लागि पानीको हाहाकार मचाउँछ। शासनको असफलताले प्राकृतिक सम्पदालाई कसरी जोखिममा पार्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। आजको लापरवाहीले भोलिको पुस्तालाई मरुभूमिमा बस्न बाध्य बनाउन सक्छ। आर्थिक र वातावरणीय समस्याको यो जालोले अब सामाजिक तानाबानालाई पनि कमजोर बनाउँदै लगेको देखिन्छ। स्वाभाविक हो। रिपोर्टले एउटा सामान्य तर महत्त्वपूर्ण कुरा उठाएको छ, ग्रामीण सडकहरूमा बाली सुकाउने चलन। यो सामान्य देखिए पनि खाल्डाखुल्डी र समग्र व्यवस्थापनको कमीले गर्दा दुर्घटनाको जोखिम बढेको छ। तपाईले सामान्य भन्नुभयो, तर यस्तै साना लाग्ने कुराहरूले नै शासनको उपस्थिति वा अनुपस्थितिलाई छर्लङ्ग पार्छ। हो र? हो नि। सडकको सामान्य अनुगमन र व्यवस्थापन जस्ता काम समेत हुन नसक्नुले के देखाउँछ भने नागरिकको दैनिक जीवनमा सरकारको उपस्थिति शून्य बराबर छ। राज्य भनेको ठूला योजनाहरू मात्र होइन, राज्य भनेको सुरक्षित सडक, सफा पानी र आधारभूत नियमको पालना पनि हो। जब सडक सुरक्षित हुँदैन तब नागरिकको आवत जावत र आर्थिक गतिविधि पनि प्रभावित हुन्छ। यसले नागरिकमा एक किसिमको अराजकताको भावना पैदा गर्छ, जहाँ नियम कानुनको कुनै अर्थ छैन भन्ने लाग्न थाल्छ। र सायद यही अराजकताको भावनाले होला रिपोर्टको सबैभन्दा चिन्ताजनक खण्डमा केही आपराधिक र सामाजिक विवादका घटनाहरूले समुदायमा डर र अस्थिरता बढाएको उल्लेख छ। जब विकास र आर्थिक गतिविधिहरू ठप्प हुन्छन् र सरकार छ भन्ने अनुभूति नै हुँदैन, के त्यसले सामाजिक समस्याहरूलाई मौलाउने अवसर दिन्छ? निश्चित रूपमा। यो एकदमै सान्दर्भिक छ। जब नागरिकले राज्यबाट सुरक्षा र अवसरको महसुस गर्दैनन्, तब सामाजिक असुरक्षा बढ्छ। आर्थिक अवसरहरूको अभावले युवाहरूमा गहिरो निराशा छाउँछ। जब उनीहरूले आफ्नो भविष्य अन्धकार देख्छन्, तब उनीहरूलाई गलत बाटोमा लाग्न उत्प्रेरित गर्ने तत्त्वहरू सक्रिय हुन्छन्। भनेपछि सबै कुरा एकअर्कासँग जोडिएको छ। एकदम। चन्द्रनगरमा देखिएका यी सबै समस्याहरू, बजेट विवाद, आर्थिक अपारदर्शिता, वातावरणीय विनाश र सामाजिक असुरक्षा एक अर्कासँग नङ र मासु जस्तै जोडिएका छन्। यो एउटा गाँठो हो जसको एउटा धागो तान्दा अर्को झन कसिँदै जान्छ। त्यसो भए चन्द्रनगर गाउँपालिकाको यो कथाबाट हामीले के बुझ्ने?
यो त सर्लाहीको एउटा गाउँपालिकाको मात्र कुरा भयो, तर यसले देशैभरिका स्थानीय तहहरूको अवस्थाबारे केही ठूलो कुरा बताइरहेको छ कि? बताइरहेको छ। यसले के देखाउँछ भने स्थानीय तहमा एउटा सानो राजनीतिक वा प्रशासनिक गाँठो फुकाउन नसक्दा त्यसको असर विकास, शिक्षा, कृषि, वातावरणदेखि लिएर सामाजिक सुरक्षासम्म कसरी फैलिँदै जान्छ। हो, यो एउटा सानो एकाइको अध्ययन भए पनि यसले एउटा ठूलो प्रणालीगत समस्यालाई उजागर गर्छ। नागरिकको दैनिक जीवनसँग जोडिएका विषयहरू राजनीतिक खिचातानीको बन्धक बन्नु हुँदैन भन्ने यो एउटा बलियो सन्देश हो। संघीयताको मूल मर्म नै जनताको घर दैलोमा सरकार पुर्याउनु हो, तर जब त्यो सरकार नै आन्तरिक कलहमा फस्छ र नागरिकप्रति अनुत्तरदायी बन्छ, तब संघीयताको अर्थ के रह्यो र? हो त चन्द्रनगरको यो घटनाले पारदर्शिता, जवाबदेहिता र सहमतिको अभावमा विकासका योजनाहरू कसरी कागजमा मात्र सीमित हुन्छन् भन्ने कुराको प्रमाण दिन्छ। यो अधिकार तल गयो तर जिम्मेवारी गएन भन्ने अवस्थाको प्रतीक हो। यो सम्पूर्ण छलफलपछि एउटा प्रश्न मनमा उठिरहेको छ। भन्नुस् न। जब स्थानीय सरकारहरूलाई संविधानले अधिकार र स्रोत त दिन्छ, तर त्यसलाई सही तरिकाले परिचालन गर्ने त्यो राजनैतिक संस्कार, क्षमता वा इच्छा शक्ति नै हुँदैन भने लोकतन्त्रको सबैभन्दा तल्लो तहमा नागरिकले त्यसको मूल्य कसरी चुकाउनुपर्छ, यो विषयमा सोच्न साँच्चै आवश्यक छ।